लागि रेडी भइसक्यो। जय मसी तपाईहरु सबैलाई हामी परिवारको तर्फबाट ह्यापी न्यू इयर छ है। यो अर्को कभर कहाँ छ यो पर्सनको यो ह्यापी न्यू इयर लेन्युक के को मासु खसीको खराब भएर गए तापनि प्रभुमा भर पर्ने व्यक्ति प्रभुको डर बोक्ने व्यक्तिलाई समयले केही पनि फरक पार्दैन। तर यदि एउटा व्यक्ति इमानदार छ भने त्यो व्यक्तिले समयलाई फरक पार्न सक्छ भन्ने कुरा हामी हिजो हेर्दै थियौँ र तीनटा क्वालिटी हिजो हामीले हेर्दै थियौँ। एउटा इमानदार व्यक्ति कस्तो हुन्छ, एउटा इमानदार व्यक्ति कस्तो हुन्छ भन्ने कुरालाई हामी हेर्दै गर्दाखेरि एउटा इमानदार व्यक्ति धर्मी हुन्छ, एउटा इमानदार व्यक्ति निर्दोष हुन्छ अनि एउटा इमानदार व्यक्ति जहिले पनि प्रभुको साथ हिँड्छ भन्ने कुरा हामी हेर्दै थियौँ है। अनि आज नयाँ साल तपाईले अवश्य पनि सोच्नु भएको छ, आज चर्चमा आउँदै गर्दा बिहान उठेर रेडी हुँदै गर्दा है हिजो बेलुका तपाईहरु हामीसँग कतिजना नहुनु भए तापनि तर सायद हामीले बेलुका यहाँनिर पटेका पड्काको हामीले ह्याप्पी न्यू इयर भने तपाईले डेफिनेटली सुन्नु भएको छ। अनि आज तपाई आउँदै गर्नु हुँदाखेरि एउटा नयाँ आशा बोकेर आउनु भएको छ कि प्रभुको वचन आज मेरो लागि के छ भन्ने कुरा। आमेन। आज प्रभु के बोल्नुहुन्छ? हामी त 2026 को बिगिनिङमा छौं, यो पहिलो दिनमा छौं। प्रभु मेरो लागि के बोल्न चाहनुहुन्छ? अनि म तपाईलाई यहाँबाट यो कुरा म तपाईलाई छाती ठोकेर भन्न सक्छु, आज प्रभु जे पनि उहाँको वचनहरु बोल्नुहुन्छ प्रभु सत्य बोल्नुहुन्छ अनि प्रभुको वचन कहिले पनि प्रभुको वचन कहिले पनि तपाईलाई दुःख दिने हुँदैन। प्रभुको वचन जहिले पनि हामीलाई उत्साह र ढाडस दिने हुन्छ। तर यो समय तपाईलाई म एउटा कुरा के भन्न चाहन्छु भन्दाखेरि प्रिय अब चाहिँ हामी वचन सुन्ने मात्रै होइन, अब चाहिँ वचन सुनेर हामी ढुक्क बस्ने मात्रै होइन, तर अब वचन सुनेर पालन गर्ने समय पनि आएको छ है। सुन्ने मात्रै होइन तर वचन सुनेर अब पालन गर्ने समय पनि आएको छ र म समयलाई एक